हेलो गाइज हामी छौँ यता दिल्लीको इन्टरनेसनल एयरपोर्टमा अनि हामी जाँदैछौँ यता कतार दोहा कतार जाँदैछौँ त्यसपछि ट्रान्जिट छ कतारमा कतारपछि उता हामी जाँदैछौँ उता क्रोसिया जाग्रेबमा चाहिँ है ल गाइज हेलो गाइज वन्स अगेन वेलकम हामी चाहिँ आइपुग्यो अब कतारमा होइन अनि कतारमा अब ट्रान्जिट छ अब हाम्रो कति घन्टाको के अरे वेटिङ हो सो 12 घन्टाको 22 घन्टाको चाहिँ वेटिङ छ अझै अब भोलि बिहान हो हाम्रो चाहिँ फ्लाइट चाहिँ क्रोसियाको लागि सो हामी चाहिँ रमाइलो गरिरहेका छौँ आज रात कसरी कटाउने भनेर सोचिरहेका छौँ होइन सो रमाइलो छ गाइस ल गाइस हामी अहिले चाहिँ लगभग हामी कति घन्टा 3-4-6-7 घन्टा चाहिँ अब बसिसक्यो होला अनि अब अहिले चाहिँ अब घाम पनि लगभग डुब्न लागेको जस्तो छ सो अहिले चाहिँ अब फिलिङ बोरिङ है नाइटहरू चाहिँ अब मोबाइल चार्ज लगाउँदै तास खेल्ने मोबाइलमा फ्यामिलीसँग बोल्ने होइन अनि यस्तै भइरहेको छ यो गाइज बस्दा वाक्क लागिसक्यो साह्रो झ्याउ लागिसक्यो के गर्ने हो गाइज कहाँ जानु हो गाइज ल गाइज ल अब हामी जाँदैछौँ अन्त टर्मिनल जाग्रेबको लागि जाँदैछौँ अनि अब B2 रे गाइज सो अब ल हाम्रो आउनुहोस् त अनि दोहा एयरपोर्ट छोडेर चाहिँ हामी यता क्रोसियातिर जान लाँदैछौँ सो लेट्स होप राम्रै होला इन्जोय द ट्रिप माई फ्रेन्ड्स यता हाम्रो 4-5जना ग्रुप यता हामी 4-5जना सो टोटल उयो 7 जना है बढ़िया उसैको छ हैन तिम्रो फोटो हैन नि त क्रिकेट 14 हो म 13 प्रो म्याक्स हो के हेलो गाइज वेलकम ब्याक अरे बाबु हामी चाहिँ क्रोसिया आइपुगेको छौँ अनि अहिले चाहिँ हामी हल्का यता बिचमा यसो रमाइलो गर्न आएको अनि अब 3 महिना लौरेहरू हो खै यस्तै छ अहिले चाहिँ सुन्नमा आउँदाखेरि चाहिँ त्यस्तै सुनिरहेछ अब हेरौँ के हुन्छ अहिले रमाइलो भइरहेछ अनि आज क्याम्प पनि हेरियो होइन पोर्टेबल क्याबिन छ
रमाइलो छ। अब खाना चाहिँ अब खासै वाउ चाहिँ लागेन, त्यस्तै छ। अब हामी 2 थाल खानुपर्ने भात, अब यसमा चाहिँ यत्रो यत्रो बहुत छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ खासै वाउ चाहिँ लागेन। अब युरो चाहिँ कतिको वाउ हुन्छ भन्ने कुरा हो नि त ब्रो। के छ जाओस् न त के 2 शब्द 3 शब्द